एउटा भ्लगमा एउटा अस्ट्रेलियाको बारेमा भन्छु भनेर भनेको थिएँ नि त अनि यो भ्लगमा चाहिँ के भन्नु लाग्छ एकदम मिठो थियो कस्तो लाग्यो तिमीलाई Happy birthday So hi guys, welcome back to my channel. This is your girl Sajina Shrestha. This will be my 4th vlog अनि त्यस पछाडि हामीहरू यो भ्लग चाहिँ अल अबाउट नानीको बर्थडेको बारेमा हुन्छ अनि हामीहरू चाहिँ अहिले बर्थडे ट्रिट खान जान लागेको मैले चाहिँ सरप्राइजहरू के दिएको छु सबै मैले यो यस पछाडि हेर्नु होला म चाहिँ अहिले ट्रिट खान जानको लागि रेडी भएर जाँदैछौँ अनि हामी चाहिँ अहिले ट्रेनमा छौँ सो गाइजहरू आज चाहिँ इसको तिथिवाला बर्थडे तारिकवाला बर्थडे हो तिथि हो कि तारिक वाला बर्थडे हो अनि त्यस पछाडि आज चाहिँ हामी चाहिँ केही पनि गर्दैनौँ क्या जस्ट एउटा सिम्पल सानो केक काटिदिन्छु भनेर सोचिरहेको छु अब आजको राति 12 बजेपछि त गर्नु नै पर्ने हुन्छ फेरि माथिबाट हेर्नुहोस् त यो चाहिँ एउटा सानो केक काटेको मात्रै क्लिप्स राख्नको लागि मैले भ्लग खिचेको है म जाँदैछु घर अब कलेजबाट अनि चाहिँ गिफ्ट ऱ्याप गर्नलाई सो गाइज अहिलेको लागि चाहिँ यही मात्रै हो केक होइन अनि एकछिन पछि चाहिँ अब राति चाहिँ अर्को काट्ने हामीले ह्याप्पी 32 तारिकवाला बर्थडे कस्तो गाह्रो क्या मलाई त Happy birthday to you. Happy birthday दाजु न to you. Happy birthday बुडु. बुडु है म त बुनु भनेको छु Make a wish. लेकिन ये साला कर क्या रहा है यहाँ पे? लेकिन एक सेकंड मतलब वो अलग ही लेवल का बंदा था यो चाहिँ हाम्रो अहिले तिथिको मात्र बर्थडे भएको भएर चाहिँ सानो छोटो मिठो फेरि आज त त्यस्तो मनाउने पनि होइन जस्ट हामी 3जना मात्र थाहा छ है यस्तो तिथिकोवाला बर्थडे तिथि कि तारिकवाला बर्थडे खालि तिथि मात्र भन्न आइरहेको छु भने अघिदेखि तारिकवाला बर्थडे भएर मात्रै मैले यस्तो सानोवाला केक लिएर आएको थाहा छैन होइन मैले फेरि ठुलो केक लिएर आउँथेँ भनेर त्यो दिदीले सानो केक लिएर आयो भन्दा यहाँनिर कमेन्ट आउँदा होइन हल्का तिम्रो होइन कि अरू मान्छे कि कस्तो रहेछ सजिना भन्ला नि मलाई त्यही भएर ल गाइजहरू थ्याङ्क यू चम्दै छैन त्यही हो त Happy birthday थ्याङ्क यू Happy birthday to you. Happy birthday to you. Happy birthday to you. थ्याङ्क यू Happy birthday to you. I'm going to खाइदिन्छु त So hi guys, आज चाहिँ नानीको 22nd बर्थडे हो होइन अनि त्यस पछाडि मैले चाहिँ अस्ति नैदेखि सोचिरहेको थिएँ क्या म चाहिँ उसलाई उसको 22nd बर्थडेमा चाहिँ 22वटा नै गिफ्ट दिन्छु भनेर सो अस्ति नतिर चाहिँ म हल्का बिजी यताउति भएर चाहिँ मैले गिफ्ट ऱ्याप गर्न पाएको थिएन क्या अनि अब आज उसको बर्थडेको चाहिँ म चाहिँ यहाँनिर हतार गिफ्ट ऱ्याप गर्दैछु उनीहरू चाहिँ 2जना एकछिन के काम पऱ्यो भनेर बाहिर गएको छ अनि सो मैले 2टा गिफ्ट चाहिँ ऱ्याप गरिसकेँ एउटा 2टा अब 20 मोर गिफ्ट टु ऱ्याप अब म ऱ्याप गर्छु है त हेर भाइ म सँगसँगै मैले गिफ्ट ऱ्याप गरेको कस्तो क्युट छ हौ यो त मलाई यति धेरै मन परेको होइन सो गाइजहरू मैले चाहिँ 22वटा गिफ्ट ऱ्याप गरेर भ्याइसकेँ अब चाहिँ उसको रुम हल्का डेकोरेट गरिदिन्छु अनि त्यस पछाडि तिनीहरूलाई पनि फोन गरेर बोलाउँछु आऊ आऊ आऊ
मैले चाहिँ भर्खरै 22 वटा गिफ्ट ऱ्याप गरेर भ्याएँ होइन अनि त्यस पछाडि अब उनीहरूलाई आउँदैछ ट्री गाउ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु अब मैले चाहिँ गर्न सकेको यति नै हो होइन अनि यति पनि गरिदिएँ मैले यो चाहिँ तिम्रो 22 वटा गिफ्ट फर यर 22nd बर्थडे है थ्याङ्क यू ल बस यही हो साथीहरू Happy birthday. अङ्कल ला भन्ने के नभन्ने भन्ने सो तिमीले यस्तो एक्सपेक्ट गरेको थियौ कि थिएनौ भन थिएन अनि अब सानो जुल भने म थिएन भन्थे ए ल गरेको थिएन उता बस्नु न एकछिन एउटा इन्टरभ्यू जसरी बोल ल हजुर हजुर अनि त्यस पछाडि होइन तिमीले चाहिँ मैले अब तिमीलाई र उसलाई बाहिर जाऊ भन्दाखेरि चाहिँ के सोचेको थियौ केही न केही चाहिँ होला डेकोरेट गरेर राखेँ होला होइन यसो यसो भनेर राखेको थियो अब बाहिरबाटै प्रकट हुन्छ भनेर चाहिँ अलिकति यस्तो 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 चाहिँ होला भन्ने सोचेको थिएँ अलिअलि ह्याप्पी बर्थडे होला भन्ने सोचेको थिएँ अब 2टा बलुन आउँछ त्यस्तो खालको सोचेको गिफ्ट चाहिँ आउँछ सोचेको थिएँ अब गिफ्ट दियो दर्दना के आउँछ तर के आउँछ भइरहेको थियो हो अनि अब एक्कासी यस्तो देख्दाखेरि चाहिँ तिमीलाई कस्तो लाग्यो भन्नु न स्पिचलेस हामीहरू चाहिँ अघि नै बर्थडेको त्यो सरप्राइज सबै भ्याइसकेपछि चाहिँ अब चाहिँ हामी ट्रिट खान जानु लागेको आर यु एक्साइटेड सजिलो सुट लाएर गएको छ म चाहिँ यस्तो व्हाइट ब्ल्याक होला अनि त्यस पछाडि त्यही हो अब हामीहरू चाहिँ उता सिटी जाँदैछौँ किप वाचिङ सो गाइजहरू हामीहरूले चाहिँ अस्तिदेखि एउटा भ्लगमा एउटा अस्ट्रेलियाको बारेमा भन्छु भनेर भनेको थियो नि त अनि यो भ्लगमा चाहिँ के भन्नु लाग्छ भने अस्ट्रेलियाको ट्रेनहरूमा चाहिँ यदि बाहिर गर्मी छ भने चाहिँ भित्र चिसो एसी चल्छ अनि यदि बाहिर चिसो छ भने चाहिँ भित्र तातो उयो हुन्छ हिटर हो कि एसी नै हो के भन्छ त्यसलाई एसी नै चल्छ त्यो हो ल अनि हामी चाहिँ अहिले ट्रेनमा छौँ बाहिर चाहिँ चिसो छ बाहिर चाहिँ गर्मी छ कि माई ब्याड अनि त्यस पछाडि यहाँभित्र चाहिँ यस्तो के भन्यो मैले बाहिर चाहिँ एकदम गर्मी छ अनि यहाँ ट्रेनमा चाहिँ चिसो भइरहेको छ भने चाहिँ अब यहाँबाट निस्किनु साथै हप कति डेजर्टमा गएको जस्तै हुन्छ सो गाइजहरू हामीहरू चाहिँ यहाँ आइसक्यौँ अनि यही चाहिँ हो हाम्रो ट्रिट सो गाइजहरू हामीहरू चाहिँ भर्खरै ट्रिट खाएर आयौँ थ्याङ्क यू फर द ट्रिट बर्थडे ट्रिट एकदम मिठो थियो कस्तो लाग्यो तिमीलाई हामीहरूले चाहिँ कोरियन खाएको हो कि अनि साजनलाई चाहिँ मन परेन कोरियन डिस त्यही हो एकदम मिठो लाग्यो मलाई चाहिँ किनकि मैले त पहिला पनि खाइसकेँ त्यही हो अब हामी अब फोटोहरू खिच्न जान्छौँ त्यो फोटोहरू चाहिँ अभियसली इन्स्टामा पोस्ट गर्नेछौँ त्यही हो ए रमाइलो भयो होइन बर्थडे How you feel about your 22nd birthday? Nice.